हेलो गाइज, म बनाउँदैछु आज यो ब्लग फ्रम दुबई फ्रेम. ओके, एन्ड हियर मी मिस्टर क्षितिज तामाङ. आज चाहिँ म बनाउँदैछु यो मेरो सानो मिनी ब्लग तपाईँहरूको लागि. यहाँ चाहिँ आज सटरडे, म चाहिँ बिहानै आएको छु, तर दिउँसोदेखि यहाँ धेरै चहलपहल सुरु हुन्छ. यहाँनिर आज विकेन्ड र भोलि पनि विकेन्ड. आज साथसाथै भोलि पनि धेरै यहाँनिर मानिसहरूको भिड लाग्ने आउँछन् पार्कमा घुम्ने, अनि ड्राई पिकनिक, फ्राई पिकनिक बनाएर खाने हुन्छ यो ठाउँमा चाहिँ होइन. दुबईको एकदमै राम्रो र सुन्दर पार्क दुबई फ्रेम. र दुबई फ्रेमको यसलाई अर्को नाम पनि भनिन्छ. अहिले म भन्छु तपाईँहरूलाई के भनिन्छ यो ठाउँलाई, यो पार्कलाई भनेर. त्यति हुँदाहुँदै म चाहिँ आज तपाईँहरूलाई यो भिडियो देखाउन गइरहेको छु. यहाँ तपाईँहरूलाई दुबईमा बस्नुहुन्छ भने तपाईँहरूलाई घुम्न आउन र टाइम स्पेन्ड गर्न, अनि मन शान्त र सुन्दर हल्का बनाउनको लागि आउनुहुन्छ भने यो ठाउँ एकदमै राम्रो गन्तव्य हुनसक्छ तपाईँहरूको लागि. हेर्नुहोस्, धेरै राम्रो छ. आज यहाँ पानी ग्राउन्डमा हालेर मस्त बनाइराख्नु भएको छ. हेर्नु होला, देख्न सक्नुहुन्छ. पानीको फोहरा हालिँदैछ ग्राउन्डमा झारको लागि. नेपालमा चियाबारीमा पानी हालेको याद आयो. धेरै राम्रो छ घुम्नको लागि. अनि म चाहिँ यहाँ बसिरहेको छु. आज सटरडे, मेरो छुट्टी छ, भोलि पनि छुट्टी छ. टाइम स्पेन्ड गरिरहेको छु एक्लै, किनकि एक्लै छु आज. त्यही भएर घरमा बसिरहन अल्छी लाग्यो, हात खुट्टा पनि दुखे जस्तो भयो. अनि टाइम पनि स्पेन्ड हुने, एक्सर्साइज पनि हुने, कहीँ पार्कतिर जाउँ यस्तै भएको छ. तपाईँहरूलाई भने पनि तपाईँहरू पनि आउन सक्नुहुन्छ यो पार्कमा. एकदमै धेरै नै सुन्दर छ र शान्त पनि छ. अहिले चाहिँ दिउँसो भरे बेलुकातिर चाहिँ के हुन्छ भन्दाखेरि धेरै मान्छेहरू आउँछन् घुम्न बेलुकातिर ड्राई पिकनिकको लागि. त्यही भएर अलिकति भिडभाड हुन्छ. तर बिहानै पख चाहिँ यहाँ धेरै शान्त छ. ठाउँ पनि एकदम धेरै राम्रो छ. हेर न कस्तो दामी देखिरहेछ भ्यू पनि. यो साथसाथै नजिकको यो बिल्डिङहरूले गर्दाखेरि पनि अझै यसको आकर्षक बढाएको छ. त्यो साथसाथै यता भयो त्यो, र यो छ दुबई फ्रेमको दुबई फ्रेम. देख्न सक्नुहुन्छ यहाँको सौन्दर्य, यहाँको पिसफुल. एउटा ठुलो सिटीभित्र पनि होइन, एउटा ठुलो सिटीमा यति राम्रो सुन्दर पार्क पनि बनाइदिँदाखेरि मान्छेलाई एउटा मन भुलाउने ठाउँ, धेरै कोलाहल हल्लाको बिचमा पनि एउटा यस्तो शान्त ठाउँ छ जुन दुबईमा, त्यो दुबई फ्रेम. र यहाँको यो पार्कमा आउनु भनेको एउटा शान्ति, पिसफुलनेस हो. एउटा यो भिड चारैतिरको गुन्जाहाट जहिलेको उयो भन्दाखेरि, त्यो सुनिरहँदाखेरि यहाँ आएर तपाईँहरू शान्ति, मनमा एउटा एक्साइटिङ र नयाँ मोटिभेसनको कुरादेखि लिएर हरेक माइन्ड फ्रेस गर्न सक्नुहुन्छ. देख्न सक्नुहुन्छ यहाँनिर यो छ. यहाँनिरको संरचनाहरू, स्ट्रक्चरहरू भयो, अनि जुन भिजिटर्सलाई आउँदाखेरि जुन एउटा बस्ने ठाउँदेखि लिएर होइन, इच एन्ड एभ्रिथिङ कुराहरू चाहिँ एकदम सोचेर सम्झेर बनाएको छ क्या. धेरै नै राम्रो छ. देख्न सक्नुहुन्छ दुबई फ्रेम. मलाई चाहिँ उत्कृष्ट लाग्छ दुबई बसाइ. 4 वर्ष भयो. 4 वर्षमा
म हरेक पटक जब यहाँ आउँछु त्यो विकेन्डभरिको पुरा काम थकाइनेस हुन्छ, जुन एउटा स्ट्रेस हुन्छ त्यो सबै हराएर जान्छ। तपाईहरू पनि देख्न सक्नुहुन्छ यो भ्यू, र तपाईहरू पनि घुम्न आउन सक्नुहुन्छ। यहाँ धेरै नै उत्कृष्ट छ, धेरै नै राम्रो छ। गाडी कुदिरहेको छ यो वारको बिचमा पनि। मान्छेहरू वार सार भन्छन्, तर यहाँ दुबईमा त्यस्तो कन्डिसन खासै मैले चाहिँ फिल गरेको छुइनँ। कहीँ भिडियोमै देख्दा या न्युजमै आउँदाखेरि मात्रै हो, नत्र भने त्यस्तो जुन हल्ला चलिरहेछ अहिले त्यो चाहिँ कुनै पनि हालतमा मैले चाहिँ देखेको छुइनँ। निकै नै सुरक्षित छ दुबई। यसै सन्दर्भमा हेर्दैखेरि थाहा हुन्छ। यो भयो पार्कको बिचमा यो व्यवस्थित तरिकाले यहाँ हेर्नुहोस् वासरुमहरू बनाइदिएको छ। लेडिज भयो, जेन्ट्स भयो, धेरै नै राम्रो छ यो पार्क। तपाईँहरू पनि करामा नजिकै, बरदुबई नजिकै, देरा र यो दुबई मरिना यता नजिकै हुनुहुन्छ भने धेरै पार्कतिर एउटा टाइम स्पेन्ड गर्न चाहनुहुन्छ भने चाहिँ यो धेरै नै राम्रो गन्तव्य हुनसक्छ तपाईँहरूको लागि। फुलको त कुरै छोडो, जहाँ पनि फुलै फुल्छ दुबईमा। सिजनको बेला झन् धेरै नै आकर्षक देखिन्छ फुलहरू। बिहानको समय छ 9-10 बजे। देख्नुहुन्छ यहाँ फुल देख्न सक्नुहुन्छ। कति राम्ररी, कति मेहनत गरेर, कति लगानी गरेको छ। पार्कहरूमा भयो, बिच साइडमा भयो, दुबईको हरेक सेक्टर पब्लिक प्लेसेसहरू हेर्नुहुन्छ भने तपाईँहरू धेरै नै स्ट्यान्डर्ड र धेरै नै बेसिक कुराहरूलाई मेन्टेन गरेर पब्लिकली एउटा मान्छेलाई कसरी सानो बेसिक कुराहरू चाहिन्छ त्यो कुराहरूको सबै ध्यानमा राखेर स्ट्यान्डर्ड अनि एक्चुअल लग्जरियस बनाएको छ। हरेक स्ट्रक्चरहरूदेखि लिएर हरेक कुराहरू, त्यो चाहिँ मलाई साह्रै मनपर्छ। देख्न सक्नुहुन्छ यहाँ जापानिज संरचना झल्किने एउटा सानो स्तूपा जस्तो बनाइएको छ यहाँनिर। धेरै राम्रो छ। साना साना चरा भगेराहरूदेखि लिएर चराको चुरुङ्गीको आवाज भयो, त्यो सँगसँगै यहाँको फुल, यहाँको शान्त पिसफुलनेस, धेरै कुराहरूले तपाईँहरूलाई यहाँनिर आउनको लागि लोभ्याउँछ। म डेली वर्कआउट त आउँदिनँ, तर विकलीमा आउँछु। धेरै नै राम्रो लाग्छ मलाई यो ठाउँ। यो गइरहेको छ यहाँको ठाउँहरू, फुलहरू काटेर फोहोर व्यवस्थापन, साथै यहाँनिर मेन्टेनेन्स गर्नको लागि माटो भयो, के चाहिन्छ सबै कुराहरू यो गर्नको लागि यो ट्र्याक्टरको उपयोग गर्नुहुन्छ यहाँ। Really amazing and peaceful place. तपाईहरु यहाँ देख्न सक्नुहुन्छ यो एउटा जुन तरिकाले यो बोटहरुको डिजाइन गरिएको छ, यो रुखहरुको कस्तो राम्रो बनाएको छ हेर्नु त। वाउ, सिरियसली धेरै नै राम्रो छ।
अब यो सँगसँगै झन् गर्मी महिना बढ्दो छ। गर्मी महिना बढ्दो हुँदै गर्दाखेरि अझ गर्मी महिनामा रुमदेखि कहाँ जाउँ, के गरौँ, कसो गरौँ भएको अवस्थामा मान्छेहरूलाई पार्कको एकदमै खाँचो पर्ने हुन्छ। पार्क भयो, बिच भयो, त्यतिखेर पनि यहाँ मान्छेहरूको भिड हुने गर्दछ। एकछिन बस्दिनु पर्यो म चाहिँ अब यहाँनिर हरियो झारमा। यहाँभन्दा पनि यहाँ बस्दिनु पर्यो, यहाँ अलिक राम्रो देखिन्छ कि यहाँनिर। ओहो ओहो हो यति भन्दै यो भ्लगलाई यहीँ अन्त्य गर्दछु साथीहरू। लाइक, शेयर, सब्सक्राइब गरेर साथ दिनुहोला। भिडियो मन परे कमेन्ट गरेर प्रतिक्रिया दिनको लागि नभुल्नुहोला। धन्यवाद।